छोरा बाहिर घुम्दै नाच्दै हामी नेपाललाई भेडा भेडा भनेको म चाहिँ भेडा हो। तपाईँ मोर्चा बोल्दै हुनुहुन्छ यो स्थिति हो, यो दृश्य हो बानेश्वरबाट पुरानो बानेश्वर जाने तर्फको। प्रहरीहरू अगाडि बसिरहेका छन् भने टायर बालेर आन्दोलन गरिरहेका छन्, नाराबाजी गरिरहेका छन्। हामीले देख्न सक्छौं यो दृश्य। बानेश्वरको ताजा अवस्था हो यो। बानेश्वरको उता चोकतिरको अवस्था त्यस्तो थियो भने चोक साइडमा टायर बालेर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी भइरहेको अवस्था छ। साइडमा हजारौंको संख्यामा भिड देख्न सकिन्छ भने हजारौंको संख्यामा भिड देख्न बसिरहेको अवस्था छ। शङ्ख फुकेका छन्। आवाज केपीलाई, प्रधानमन्त्री केपीलाई देश छोड भन्दै आवाज बुलन्द पारिरहेका छन्। यो दृश्य हो बानेश्वरको। बानेश्वरमा युवाहरू जागेका छन्, डराएका छैनन्। यता टायर बालेको अवस्था छ। त्यो साइडमा दुवैतिर प्रहरीले घेरेको छ। बिचमा आन्दोलनकारीहरू छन्। लाइभ गरेर पनि गाली गरिरहेका छन्। टायर बालेको दृश्य हो यो। अघिसम्म यहाँ शान्तिपूर्वकै थियो आन्दोलन। आइप्लेक्स मल अगाडि शान्तिपूर्वकै थियो अघिसम्म। अहिले एकछिनमै यति धेरै आन्दोलनकारीहरू आएर भइसकेको छ। आज फेरि बानेश्वरको यो साइडमा हेर्दा लाग्छ